हेलो गाइस, नमस्ते। र आज चाहिँ म छोला पुरी बनाउँदैछु। छोलाको लागि चाहिँ मैले काबुली चनालाई होल नाइट सोक गरेँ है। 4टा जस्तो छोटा अलैँची, दालचिनी, लङ, मरिच चार जस्तो चाहिँ हालेँ। अनि सानो चाहिँ चियापत्तीको पोका बनाएर हालेँ। यस्तो दामी छोला पुरी है। र मैले पानी पनि अलिकति ज्यादा उयो गरेर चाहिँ मजाले 4 सिटी चाहिँ लगाइदिएँ है। र यो चाहिँ चियापत्तीको सानो पोकाले चाहिँ कलर दामी छोडेको छ है। र त्यो पछि चाहिँ मैले 2 डाडु जस्तो चाहिँ सानो सानो डाडुको चाहिँ तेल हालेँ, किनकि मैले पुरी यतापट्टि बनाउनुको लागि चाहिँ गरम गर्दै थिएँ नि त, त्यही हालेँ क्या। अनि जिरालाई मजाले चड्काएँ, त्यहाँदेखि अजवाइन पनि हालेँ। अजवाइन हालेपछि बिग साइज प्याजलाई मजाले चप गरेर चाहिँ हालेँ। त्यहाँदेखि 4टा जस्तो ग्रिन चिल्ली है, गार्लिकलाई पनि मजाले हालेँ हो। अन्त चाहिँ यतिको भइसकेपछि चाहिँ मैले टमेटोलाई एड गरेँ। एउटा बिग साइजकै टमेटो एउटै मात्रै एड गरेँ र मजाले। अनि यो चाहिँ रेड चिल्ली, जिन्जर र गार्लिकको पेस्ट बनाएको थिएँ, त्यो हालेँ। अन्त चाहिँ गरम मसला, रेड चिल्ली पाउडर, टर्मरिक पाउडर, हल्दी है, अनि कोरिएन्डर धनियाँको धुलो, अन्त चाहिँ क्युमिन जिराको पाउडर है, जिराको धुलोलाई पनि मैले मजाले मिक्स गरेँ है। हालिसकेपछि चाहिँ अन्त एकछिन पकाइसकेपछि चाहिँ मैले जुन चाहिँ मैले काबुली चना पकाएको थिएँ, दुइटै पानी झिकेर चाहिँ मजाले एड गरेँ है। हालिसकेपछि मजाले पकाएपछि चाहिँ नुन पनि स्वाद अनुसारको हालेँ। माथिबाट चाहिँ धनियाँलाई छर्किदिएँ मजाले। यो चाहिँ अब मेरो रेडी भयो र पुरीतर्फ लाग्दैछु है। पुरीको लागि चाहिँ अघि तेल हल्का गरम गर्दै थिएँ नि त, अनि त्यसमा नै मैले चाहिँ पुरी रोटी हालिदिएँ है। फुल्लिनु मानेको थिएन, मलाई चाहिँ रिस उठ्दै थियो है, छ्या फुल्लेन भने चाहिँ मलाई मन पर्दैन नि त, त्यसले गर्दाखेरि। र मजाले हल्का फुल्लियो हो। त्यसपछि मैले क्रमै साथ एक एकवटा गरेर चाहिँ मैले पुरी पोलेँ है। एकदमै दामी फुल्लिँदैछ है। र तपाईँले पनि मर्निङमा के ब्रेकफास्टहरू बनाउनुहुन्छ है। मलाई चाहिँ यस्तो केहरू मजाले यस्तोहरू चाहिँ एउटा रेगुलर खाइरहनु चाहिँ मन पर्दैन नि त, त्यसले गर्दाखेरि चाहिँ। र मजाले पुरी पनि फुल्यो है। यसरी पुरी फुल्यो भने चाहिँ मलाई मजा लाग्छ हो। मेरो 4टा पुरी चाहिँ अब योसँग चाहिँ रेडी भयो है। र यसरी पुक 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 पुरी फुलिदियो भने चाहिँ एकदमै दामी हुन्छ हो। फुल्दैन भने चाहिँ मलाई त्यो पुरी खानै मन पर्दैन है। अनि सबै साइड यसरी गरेर चाहिँ मजाले पकेको मनपर्छ। अन्त चाहिँ हेर्नुहोस् त एकदम दामी 4टा मैले चाहिँ प्लेट पनि साफ गरिदिएँ। थ्याङ्क यू फर वाचिङ, बाइ बाइ।